चेन्ज पैसा नभएर झन्डैले आज 100 रुपियाँ भाडा छोड्नु परिरहेको थियो। बिहान कहिले पनि नास्ता नगर्ने बानी भएकाले बिहान फ्रेस भइसकेपछि मैले खाना बनाउनु पर्छ अनि खाना खाइसकेपछि अब म निस्किए कामतिर। हस्पिटल लाइनतिर दबाई लग्नु पर्ने थियो, त्यही भएर दाइले भन्नुभएको थियो हस्पिटल लाइन जाउँ भनेर, अनि दाइले लगेर म हस्पिटल लाइनतिर निस्किए। ल दबाई किनेर अब मजाले निस्किनु पर्छ भनिरहेको त अगाडिको टायरमा हावा नै कम रहेछ। त्यसपछि मैले तुरुन्तै ग्यारेज जानु पर्यो अनि ग्यारेज गएर फटाफट हावा भराएर दाइले 10 रुपियाँ दिइहाले। खाली भएको टायरमा हावा त भरे तर खाली अटोमा मान्छे कति बेला होलान् भरिने। त्यति बेला मैले क्याम्पस रोडबाट निसर्ग जाने दुईजना पाएर उहाँहरूलाई निसर्ग छोड्यो अनि त्यसपछि अब म जाने वाला छु अत्तरियातिर। वर्षदेखि गर्लफ्रेन्डसँग भेट्न भएर छटपटाए जस्तै मैले अत्तरिया नगए छटपटाउनु पर्छ, त्यही भएर सकेसम्ममा दिनको एक ट्रिप अत्तरिया हान्ने ट्राई गर्छु म। गोदावरी नगरपालिका मैले दुईजनालाई लगेर गएको थिएँ। मसँग चेन्ज एक पनि थिएन, उहाँले 1000 रुपियाँ दिनुभयो। टोटलमा मसँग 350 रुपियाँको चेन्ज मात्रै थियो। अब मैले 900 रुपियाँ दिनुपर्ने थियो रिटर्न, अब कसरी गरौँ भनेर गएको। अनि त्यसपछि मैले फटाफट एउटा पसलमा गएँ, त्यहाँबाट 200-500 को नोट मागे पहिला, अनि त्यसपछि अर्को पसलमा गएर 100 को 500 को 5 वटा नोट लिएर आए। आन्टीलाई बाँकी रहेको 900 रुपियाँ दिएर म निस्किने वाला थिएँ। त्यही बेला मलाई एकजना आन्टी मिल्नुभयो, उहाँले भन्नुभयो कि स्वास्थ्य चौकीसम्म औषधिहरू छ, हतार पनि छ, मलाई कति लिन्छ भन्नुभयो। गोदावरी नगरपालिकादेखि गेटाको स्वास्थ्य चौकीसम्ममा मैले यो दबाई पुगाएँ अनि त्यसपछि मैले 150 रुपियाँ प्राप्त गरेँ। कमाइ राम्रो भएको कारणले मेरो दाँतमा अलगै चमक थियो आज। मलाई मेरो साथीले कल गरेर काम छ छिटो आइज भनिसकेपछि अब म धनगढी जाने प्यासेन्जर खोजिरहेको छु। आज अत्तरी अप डाउन गर्नाले मैले 1700 रुपियाँ कमाइ गरेँ। थ्याङ्क यू सो मच फर वाचिङ। लाइक कमेन्ट शेयर सब्सक्राइब।